पनि दिन्छ हैन त यसले अथवा कुनै बिरुवा भएको फल दिन्छ हैन त यो बिरुवामा यहाँ के छ माटोमा अरु के छ पानी छ हैन त मल छ पानी छ यदि यो बिरुवाले माटोमा जसरी पानी नपाएको भए यो बिरुवाले मल र पानी नपाएको भए यो यसरी फुल्न सक्थ्यो फुल्थ्यो हराभरा हुन्थ्यो यसको जिन्दगी के हुन्थ्यो समाप्त हुन्थ्यो सकिन्थ्यो होइलाउँथ्यो हो जीव जीवन समाप्त हुन्थ्यो अस्तित्व समाप्त हुन्थ्यो आज तिम्रो जिन्दगी यस्तै हरियो बनाउन तिमी फुल्नु पर्छ फल्नु पर्छ फल दिनु पर्छ यो फलको अपेक्षा यी बुवा आमाले कुरेर बस्नु भएको छ मेरो छोरीले एक दिन फल दिन्छ मेरो छोराले तिमीले त्यो फल दिनका लागि आज के गर्नुपर्छ पढ्नुपर्छ मेहनत गर्नुपर्छ अध्ययन गर्नुपर्छ कुरो बुझ्या छ आज 10 रुपैयाँको सिटामोल किन्ने पैसा तिम्रो बुवालाई कुनै छिमेकीले दिएको छैन तिमीले देखेका छौ त्यो घरको आर्थिक पीडा भने छोरी भोलि त्यो बुवा थला परेको बुवाले 10 रुपैयाँको सिटामोल नपाउने बुवाले छिमेकीले नपत्याउने बुवाले तिमीले यो विद्यालयबाट टपेर फोटिपे A+ ल्याएर टप क्षेत्र प्रसाद गाउँले नचिन्ने एउटा छोराले पनि तिमीलाई बिना शर्त 1 लाख रुपैयाँ दिन्छ मात्र के बनाऊ आफ्नो नाम कमाउनका लागि आज पसिना बगाऊ कुरो बुझ्या छ जिन्दगीमा समस्या भनेको यहाँ आएर